आज चाहिँ हाम्रो ब्राइडल मेकअप गर्नुपर्ने दिन थियो। उठ्न चाहिँ छिट्टै उठ्नुपर्ने थियो, तर रातिको थकाइले गर्दा होला सबैजना धेरै बेर नै निदाएछौँ र हामीले ढिलो ढिलो भए पनि मेकअप सुरु गऱ्यौँ। मेकअपमा चाहिँ उहाँको कुनै पनि डिमान्ड थिएन, सिम्पल गरिदिनु है भन्नुभएको थियो। अनि गाउँघरमा त अभियसली सिम्पल नै गर्नुपर्छ, किनभने उहाँ धेरै ह्याप्पी मेकअपहरू कसैले पनि रुचाउनु हुँदैन नि त। होला हेर्नु त कस्तो राम्रो हुनुभएको छ। अनि मेकअप आर्टिस्ट फेरि यहाँ हुनुहुन्छ, यस्तो क्युट हुनुहुन्छ नि उहाँ। अनि लाइन गएको छ, यस्तो छ। हामीले यसरी झ्याल खोलेर यहाँ मेकअप गर्दैछौँ साथीहरू। हाम्रो मेकअप बेहुलीलाई हेर्नु न। अनि ब्राइडको साथी हुनुहुन्थ्यो हामीसँगै, यति बोलिरहने यति हँसाइरहने। ब्राइडलाई त एक सेकेन्ड पनि रुन दिनु भएको थिएन कि, सँगसँगै मलाई पनि कति धेरै माया गरेर कति धेरै साथ दिनुभएको थियो। अनि हाम्रो ब्राइड चाहिँ साडी लगाउन एकदमै धेरै सिपालु हुनुहुँदो रहेछ। उहाँले आफै साडी लगाउनु भएको थियो बिहाको दिन चाहिँ। हाम्रो दुलै त यस्तो ट्यालेन्टेड हुनुहुन्छ, हेर्नु न, आफै साडी लगाउनुहुन्छ अनि हात पनि कमाउनुहुन्छ बेला बेला। यता हेर्नु त दुलै दुलै, वाउ, राम्री पनि उस्तै हुनुभएको छ, ब्युटिफुल। ल हेर्नु न साथीहरू, कस्तो राम्रो साडी लगा। अनि फाइनल लुक्स चाहिँ उहाँको यस्तो देखेको थियो, एकदम नेचुरल, एकदमै राम्रो देखेको थियो। हामीले हेयर कस्तो गर्ने फरहेड एकदमै ठुलो छ भन्नुभएको थियो। हामीले सबै हेयर स्टाइल ट्राई गरेपछि लास्टमा यो चुज गरेको थियौँ। ल साथीहरू, अब हेर्नु है, हजुरहरूले यस्तो मेकअप देखेपछि के भन्नुहुन्छ भन्नु न। अब सबैजनाले उहाँ मेकअप आर्टिस्टलाई सबैजनाले बोलाउनु ल, एकदमै माया गरिदिनु, एकदमै मायालु हुनुहुन्छ। हेर्नु न कस्तो राम्री हुनुहुन्छ, म त माया पनि गर्छु। ल उहाँलाई हेर्नु न कस्तो राम्रो मेकअप गर्नुहुन्छ। हामी चाहिँ अर्घा खाँचीदेखि हो, उहाँलाई चाहिँ हामीले बुटोलदेखि बोलाइरहेको थियौँ कि उहाँ चाहिँ हामीलाई एकदमै माया गरेर आउनु पनि भयो। हामीले पनि उहाँलाई ट्रस्ट गरेर उहाँलाई नै बोलाएको थियौँ है। उहाँले भने जस्तो मेकअप गरिदिनु भयो, हामी एकदमै खुसी छौँ। अझै मेरो चाहिँ गर्न बाँकी छ, म चाहिँ मेरो साथीको गरेको देखेर चाहिँ एकदमै खुसी छु कि ह्याप्पी छु। सबैजनाको बिहे हुँदैछ, हजुरहरूलाई मेकअप आर्टिस्टको जरुरत छ भने उहाँलाई सपोर्ट गर्ने मान्छे पाएपछि त के चाहियो र लाइफमा है। जिन्दगीमा कोही होस् नहोस् थाहा भएन, तर यतिको माया गर्ने साथी चाहिँ सबैको लाइफमा होस् कि। आफ्नो साथीलाई रुन नदिनुको लागि उहाँले मेकअप गर्ने बेरसम्म यति हँसाउनु भयो, यति हँसाउनु भयो, मलाई पनि एक सेकेन्ड पनि बोर हुनु दिनु भएन। अनि मैले सबैलाई खुसी बनाएर बिहासम्म पुऱ्याएँ र उहाँहरूको जन्ती पनि आइसक्नु भएको थियो। अनि उहाँहरू सबैजना तल हुनुहुन्थ्यो, म चाहिँ माथि यसो स्किन केयर गरेर बस्छु भनेर रेस्ट गरेँ। अनि उहाँहरूले चाहिँ मलाई माथि नै रुममा खाना लिएर आइदिनु भयो। अनि मैले त्यही खाना खाएँ। सकेर बाहिर हेर्छु भनेको त यति जोडसँग पानी परेको थियो। सबैजनाले भन्नुहुन्छ नि किन वाटरप्रुफ मेकअप चाहियो, किन ड्र्याग प्रुफ मेकअप चाहियो भनेर। मौसमको भरै हुँदैन, ड्र्याग प्रुफ मेकअप वाटरप्रुफ मेकअप त चाहिन्छ नै के। अनि ब्राइडको बहिनी पनि यति धेरै नाच्नु भएको थियो, तर पनि मेकअप केही पनि भएको थिएन कि। अनि मैले बोलाएर एउटा भिडियो भए पनि क्लिक गर्छु भने यसो पानी पिरो भएको बेलामा चाहिँ। अनि मैले ब्राइडलाई पनि हेरिरहेको थिएँ केही मेकअप बिग्रेको छ कि छैन भनेर। अब दिनभरि त्यहीँ भएपछि चाहिँ मजाले ब्राइडहरूलाई हेर्ने मौका मिल्दो रहेछ, आफूले गरेको मेकअपको रिजल्टहरू हेर्ने मौकाहरू पनि मिल्दो रहेछ। गाउँको बिहा हेरेर मलाई कति आनन्द आएको कि, कति सिम्पल, कति राम्रो, कति रमाइलो त झन् कति धेरै थियो। अनि मलाई चाहिँ त्यहाँको चिसोले यति नराम्रोसँग भेटेको थियो कि रुवा ज्वरो मलाई सुरु हुन थालिसकेको थियो। त्यही पनि घरिघरि माथि आउँदै तल आउँदै ब्राइडलाई हेर्दै गरिरहेको थिएँ। अनि मैले ब्राइड रुनु भएको छैन भने थिएँ, कन्यादान दिँदा पनि एकदमै धेरै रुनु भएको रहेछ, जल खाने बेलामा पनि रुनु भएको रहेछ। अनि पछि ड्रेस चेन्ज गर्ने बेलामा माथि आउँदाखेरि मैले मेकअप हेरेको थिएँ, जस्ताको त्यस्तै, केही पनि बिगार्नु भएको थिएन कि। मलाई चाहिँ यो पटक ब्राइडले के मिस्टेक गर्नुहुन्छ भनेर हेर्नु मन थियो। अनि उहाँलाई चाहिँ आँसु आयो, पानी पर्यो भने पनि ड्राई टिस्युले चाहिँ मजाले पुस्नु, अरू केही पनि नगर्नु है, ड्याब गरेर पुस्नु भनेको थियो। उहाँले त्यस्तै गर्नुभएको थियो र ड्रेस चेन्ज गर्ने बेलासम्म पनि जति रोए पनि जति भिजे पनि केही भएको थिएन। बिदाईको बेला आयो, सबैजना रुवाबासी थियो। म चाहिँ यस्तो इमोसनल मोमेन्टहरू चाहिँ हेर्नै सक्दिनँ कि, म आफैले आँसु आइहाल्छ। 1-2 दिन चिनेको भए पनि नचिनेकै मान्छे रोइरहेको देखिछ भने पनि मलाई एकदमै धेरै रुन आउँछ। त्यही पनि केही मोमेन्टहरू यादगार हुन्छ भनेर मैले चाहिँ पुरै भिडियोहरू क्याप्चर गरिरहेको थिएँ उहाँहरूको।
अनि दिनभरिको रुवाई पानीको भिजाले गर्दा चाहिँ मेकअप गलिसकेको थियो। त्यही पनि ड्राई टिस्यु चाहिँ सकिसकेर उहाँले चाहिँ ह्याङ्की युज गर्नुभएको भएर ह्याङ्कीले तानेको भएर नोज एरियामा र थोरै चिउडोनिर चाहिँ मेकअप बिग्रेको थियो। त्यही पनि उहाँहरूको रिभ्यू सुन्नु ल। बिहान एकदम राम्रो लाग्यो, अहिलेसम्म केही पनि भएन, रुँदाखेरि पनि गाएन, एकदम राम्रो लाग्यो। एकदम कति राम्रो देखियो, एकदम राम्रो लाग्यो। थ्याङ्क यू सो मच। मनैदेखि है मेरो बहिनीलाई नि एकदम राम्रो। म कति पानीमा नाच्दै केही भएको थिएन मेरो मेकअप। कति रोयो भन्नु मेरो त पुरै मुखभरि पानी आएको कि म त अब सक्यो होला भनेको केही त्यो रुमालले हो त्यस्तो नगरेको भए त्यो नाकको पनि जान्दैन। गहनाको अलिअलि कस्तो राम्रो मेकअप गरिदिनु भयो कि कस्तो राम्रो गरिदिनु भयो कि। रुन नदिनको लागि चाहिँ हामीले रमाइलो गऱ्यौँ। अनि त्यसपछि बिदाईको बेला आयो, त्यही पनि सबैजनाको रुवाबासी र सुनसान भयो ब्राइड गइसकेपछि। अनि त्यसपछि मलाई चाहिँ एकदमै रुगा र ज्वरो आउन थालेको भएर चाहिँ उहाँको बहिनीले मलाई मेडिसिनहरू दिनुभयो र त्यो खाएर खानासाना खाएर हामी सबैजना सुत्यौँ।